जय मसीह, जय मसीह, हालेलुया, हालेलुया। जवानहरू कस्तो हुनुहुन्छ? कस्तो हुनुहुन्छ? क्याम्प कस्तो भइराखेको छ? म एकदम तपाईहरुको बीचमा आज यो साँझ हुन पाउँदा एक्साइटेड छु, साह्रै उत्साहित छु, किनकि मेरो सेवकाईको यात्रा भनौं, मेरो आत्मिक जागृतिको यात्रा पनि यही युवा सम्मेलन हामी क्राइस्ट एम्बेसडर क्याम्प भन्छौं हैन। पहिला पहिला त टिआर क्याम्प भन्ने चलन थियो, तर वास्तविक त्यसको नाम चाहिँ क्राइस्ट एम्बेसडर क्याम्प, ख्रीष्ट राजदूत शिविरबाट मेरो आफ्नै पनि जीवन गवाई एकदम योसँग रिलेटेड छ। मेरो जीवन परिवर्तनको क्षण चाहिँ यो क्याम्पसँग एकदम रिलेटेड छ, सम्बन्धित छ। त्यो कारणले गर्दाखेरि युवा क्याम्पमा हुन पाउँदाखेरि कुनै न कुनै कारणले यो ख्रीष्ट राजदूत शिविरमा यसकै पेरिफेरीमा रहेर सेवा पुर्याउने वा सहभागी हुने मौका परमेश्वरले दिनुहुन्छ। यो कुरा मेरो लागि साह्रै सराहनीय र आशिषपूर्ण छ। र आज यो साँझ यो महत्त्वपूर्ण सेसनको लागि, महत्त्वपूर्ण सेवाको लागि मलाई जिम्मेवारी दिनुभएकोमा म सीएससी काभ्रे टिम र बनेपा क्षेत्रको यो सीएससी तदर्थ समिति टिम र संयोजकज्यूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यदि तपाईहरु मलाई आज सुन्न तयार हुनुहुन्छ भने बिहान हाम्रो प्रशान्त भाइले भन्नुभएको नियम अहिले पनि एकदम लागू हुन्छ। बिहान हाम्रो पास्टर प्रशान्त भाइले जे नियम भन्नुभयो, हामी पहिलो कुरा आफै ध्यान दिएर क्याम्पमा र वचनका सेसनहरुमा सहभागी हुनेछौं। दोस्रो महत्त्वपूर्ण कुरा चाहिँ हामी अरूलाई पनि बाधा दिने छैनौं। आमेन, अरूलाई पनि बाधा दिने छैनौं। तेस्रो महत्त्वपूर्ण कुरा, शरीरको कम्फर्टेबल हामी खोज्ने छैनौं। भित्तातिर अडेस लाउने, यता खोज्ने उता खोज्ने, अरूसँग टाँसिएर बस्ने, एकदम लाराक लुरुक हुने, ती कुराहरूलाई पनि हामी बेलुकीसम्म हाम्रो जोशलाई बचाइरहने छौं भन्ने म आशा गर्दछु। म आज सुन्नु अर्थात् सुन्ने कुरा कति महत्त्वपूर्ण छ बाट सुरु गर्न चाहन्छु। आज विशेष गरेर मैले तपाईहरुको बीचमा ल्याएको परमेश्वरको वचनको शीर्षक चाहिँ प्रतिज्ञाको भूमिमा जानु वा परमेश्वरको उपस्थितिमा जिउनु हो। प्रतिज्ञाको भूमिमा जानु र परमेश्वरको उपस्थितिमा जिउनु। तर त्यसको लागि सुन्नु कति महत्त्वपूर्ण छ भन्ने कुराबाट म सुरु गर्न चाहन्छु। विशेष गरेर धर्मशास्त्र बाइबलले वचनले सुन्नु भन्ने विषयमा तीनवटा महत्त्वपूर्ण कुराहरू गरेको छ। पहिलो कुरा हो विश्वास। केबाट आउँछ? सुनुवाईबाट आउँछ। विश्वास सुनाईबाट आउँछ। प्रिय जवान मित्रहरू, विश्वास सुनाईबाट आउँछ। तपाईले ध्यान दिएर जब सुन्नुहुन्छ, सुनेका कुरातर्फ तपाईको विश्वासको जरा गाडिन थाल्छ। तपाईले जे कुरातर्फ आफ्नो मन लगाउनुहुन्छ, जे कुरातर्फ आफ्नो कान थाप्नुहुन्छ, जे कुरालाई घरिघरि सुन्नुहुन्छ, तपाईको विश्वासको आधार त्यही बनिदै जान्छ। आज यो साँझ तपाई परमेश्वरको वचनको निम्ति आफैलाई तयार गर्दै हुनुहुन्छ भने पहिलो कुरा चाहिँ परमेश्वरको वचनलाई सुन्नुहोस्। विश्वास सुनाईबाट आउँछ। तपाई परमेश्वरको वचन सुन्नको लागि आज यो साँझ तयार हुनु भएन भने, यो साँझ तपाई त्यो कुराको लागि तयारी हुनुहुन्न भने तपाईको विश्वासको जरा झन कमजोर हुँदै जान्छ। मलाई एउटा घटना याद आउँछ। बाइबलमा एलिसाले एकजना विधवा स्त्रीको घरमा गएर भनेका छन्, तिमीलाई म के सहायता गरौं? तिमी के चाहन्छौ? कसरी म तिमीलाई सहायता गरौं? अनि उनले भन्छन्, देशमा अनिकाल छ, घरमा आरीमा एक मुठी पिठो र हुडुलकोमा भनेको भाँडोमा अलिकति तेल बाहेक हामीसँग त केही पनि छैन। एलिसाले भन्छन्, छिमेकीका घरहरूबाट, आफ्ना तल्लो घर, माथिल्लो घर, ओल्लो पल्लो घरका मानिसहरूबाट, छिमेकीहरूबाट हुडुलकोहरू ल्याऊ, भाँडाहरू जम्मा गर, भाँडाहरू ल्याऊ। उनले आफ्नो छोरालाई भनेर भाँडाहरू जम्मा गरे, भाँडाहरू ल्याइयो।
त्यसपछि एलिसाले भने आफ्ना ढोकाहरू बन्द गर र त्यो तेल राखिएको भाँडो म कहाँ ल्याऊ। त्यसपछि त्यो तेल राखिएको भाँडोबाट एलिसाले खन्याउनको लागि भने जबसम्म त्यहाँनिर होइन उनले खन्याइराखे, त्यो विधवा स्त्रीले खन्याइराखिन्, भाँडाहरूमा तेल आएको आई भयो। त्यो बेलासम्म तेल आउन रोकिएन, त्यो बेलासम्म त्यो बुढुल्कोबाट तेल आउन रोकिएन जबसम्म घरमा जम्मा भएका सबै भाँडाहरू भरिएनन्। एलिसाले भन्दै गए अर्को भाँडो ल्याऊ, भाँडो ल्याए, तेल आएको गर्यो, भरिएको गर्यो। एलिसाले फेरि भने अर्को भाँडो ल्याऊ, तेल खनेको खने अर्थात् भरिएको गर्यो। फेरि अर्को भाँडो ल्याऊ, छोरा चाहिँले भन्यो अब भाँडा सकियो। त्यसपछि के भयो? तेल आउन पनि बन्द भयो। आज तपाईँ परमेश्वरको वचन सुन्नको लागि कति भाँडो अर्थात् कति ठाउँ तपाईँको हृदयलाई खाली बनाएर राख्नु भएको छ भन्ने कुराले तपाईँले कति आशिष पाउनुहुन्छ भन्ने कुरा निर्धारण गर्छ। तपाईँले कति धेरै परमेश्वरको वचनको लागि आफ्नो हृदयलाई तयारी गरेर आउनु भएको छ। आज साँझ तपाईँको परमेश्वरको वचन सुन्नको लागि हृदयका भाँडाहरू के तपाईँले खाली राख्नु भएको छ? विश्वास सुनवाईबाट आउँछ। जबसम्म सुन्नुहुन्छ तपाईँको विश्वासको जरा बलियो बनाउन परमेश्वरले सहायता गर्नुहुन्छ, किनकि विश्वास सुनवाईबाट आउँछ र सुनवाई चाहिँ ख्रीष्ट येशूको प्रचारबाट आउँछ, त्यो परमेश्वरको वचनबाट आउँछ। त्यस कारणले गर्दा यहाँनिरबाट आएका प्रचारहरू मानिसका कुराहरू होइनन्, यहाँबाट आएका वचनहरू मानिसका विचारका कुराहरू होइनन्, त्यो ख्रीष्ट येशूको प्रचार र ख्रीष्ट येशूको विषयमा बताइएका वचनका गहिरा र रहस्यमय कुराहरू हुन्, जसले तपाईँ र मेरो विश्वासलाई बलियो बनाउन सक्छ। त्यस कारणले गर्दा म यता अगाडि हुनुभएका, पछाडि हुनुभएका, यता अगाडि हुनुभएका, पछाडि हुनुभएका, कुना कन्दरा जहाँ हुनुहुन्छ सबैलाई भन्न चाहन्छु, परमेश्वरको वचनलाई ध्यानसित सुन्नुहोस्। कहिलेकाहीँ समय अलिकति अगाडि जान सक्छ, तपाईँ तयारी हुनुहोस्। तपाईँको सुनाइको क्षमता, तपाईँको परमेश्वरको वचनलाई सुन्न र ग्रहण गर्नको लागि आफ्ना भाँडाहरू खाली गर्नुहोस्, जम्मा गर्नुहोस्। तपाईँको धैर्यता पनि त्यहाँनिर चाहिन्छ। म यो विश्वास गर्छु आज साँझ परमेश्वरले हाम्रो बीचमा ठुलो काम गर्नुहुनेछ। आमेन। ठुलो काम गर्नुहुनेछ, तर तपाईँको भाँडाहरूलाई जम्मा गर्नुहोस्, भाँडाहरूलाई जम्मा गर्नुहोस्। तपाईँले जब भाँडा छैन, भाँडा भरियो भन्नुहुन्छ, भाँडा सकियो भन्नुहुन्छ, आशिष आउन बन्द हुन्छ। सिद्धान्त यही हो। सुनाइको विषयमा दोस्रो कुरा बाइबलले हामीलाई बताउँछ, जसको सुन्ने कान छ त्यसले सुनोस्। कान छाम्नुहोस् त एकचोटि। वचनले के बताउँछ? जसको सुन्ने कान छ त्यसले सुनोस्। सिंहो बाइबलभरि कमसेकम 15, 16, 17 ठाउँ जतिमा यो कुरा लेखिएको छ, जसको सुन्ने कान छ त्यसले सुनोस्। त्यसपछि लेखिएको छ पवित्र आत्माले मण्डलीलाई के भन्नुहुन्छ, पवित्र आत्माले मण्डलीलाई के भन्नुहुन्छ। यदि तपाईँले ध्यानसित सुन्नुभयो भने पवित्र आत्मा परमेश्वरले मण्डलीलाई र आज साँझ यहाँ हुनुभएका जवानहरूलाई के भन्दै हुनुहुन्छ त्यो कुरा बुझ्नुहुनेछ, त्यो कुरा बुझ्नुहुनेछ। परमेश्वरले मण्डलीलाई, पवित्र आत्माले मण्डलीलाई के भन्नुहुन्छ सुन्नुहोस्। जसको कान छ त्यसले सुन्नुहोस्। त्यो कान यो बाहिरी कानको कुरा गरिएको होइन प्रियहरू। फेरि एकपल्ट, त्यो भाँडो, यो बाहिरी भाँडो, छिमेकी कहाँबाट ल्याएको भाँडो कुरा गरिएको होइन, त्यो भाँडो हाम्रो हृदयको भाँडोको कुरा गरिएको, जसले वचन सुन्नलाई आफैलाई तयारी गर्छ। यो कान, यो बाहिरी कानको कुरा गरिएको होइन, त्यो हृदयको कानको कुरा गरिएको, जसले परमेश्वरको कुरालाई बुझ्दछ, परमेश्वरको कुरालाई बुझ्दछ। त्यसपछि सुन्ने विषयमा अर्को महत्त्वपूर्ण कुरा छ, तर वचन पालन गर्ने हो, सुन्ने मात्र भएर आफैलाई धोका नदेऊ। हामीले किन परमेश्वरको वचन सुन्नुपर्छ र सुनेपछि त्यसको सार के हो? परमेश्वरको वचन सुन्नुको तात्पर्य अर्थ के हो? त्यसको अर्थ हो कि हामी परमेश्वरको वचन अनुसार जीवन जिउन सकौं, हामी परमेश्वरको वचन अनुसार आफैलाई निरन्तर रूपमा जीवन जिउने योग्य पुस्ताहरू हामी हुन सकौं। एउटा गीत गत वर्ष
धेरै गाइएको थियो, हामी वचनमा तल जरा गाडिएर आत्मामा माथि उड्ने पुस्ता हौ। हालेलुया। वचनमा जरा गाडिएर आत्मामा जिउने, आत्मामा उड्ने, आत्मामा एकदम माथि माथि जाने पुस्ता हौ। त्यसकै निरन्तरता यो वर्ष हामीले पाएका छौँ। परमप्रभुमा आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। उनीहरू गरुड जस्तै माथि माथि उड्नेछन्, गरुड जस्तै माथि माथि उड्नेछन्। चिल, बाज वा गरुड हामी त्यसको विषयमा सुन्छौँ भने त्यसले 40 वर्षपछि त्यो बुढो हुन्छ। त्यसका ठुटाहरू, चुच्चाहरू बुढा हुन्छन्। त्यसको नङ्ग्राहरू अब काम गर्न नसक्ने, शिकार लिन नसक्ने हुन्छन्। त्यसका पखेटाहरू आकाशमा उड्नलाई नसक्ने हुन्छन्। सङ्घर्ष गरेर चट्टानमा गएर उसले आफ्ना नङ्ग्राहरूलाई ओखेल्छ। त्यो नङ्ग्राले पहिला प्वाखहरू सबै ओखेल्छ। आफ्ना ठुटा र नङ्ग्रालाई ढुङ्गामा उसले ठोकाउँछ र ती सबै भाँच्छ। त्यो रक्ताम्य हुनको लागि ऊ तयार हुन्छ, प्वाख विहीन भएर जिउनलाई तयार हुन्छ, जसको कारणले फेरि उसले आफ्नो नयाँ बल, नयाँ आयु, नयाँ समय प्राप्त गर्छ। अर्को 35-40 वर्ष बाँच्न सक्छ, जिउन सक्छ। हालेलुया। परमेश्वरको वचनमा जिउने कुराले चाहिँ हामीलाई फेरि नयाँ उचाइ, हामीलाई फेरि नयाँ आयु, फेरि हामीलाई त्यो नयाँ उचाइको लागि, नयाँ ठाउँको लागि परमेश्वरले तपाईँ र मलाई तयार गर्नुहुन्छ। के भएर? तर वचन पालन गर्ने हौ, सुन्ने मात्र भएर आफैलाई धोका नदियो। 3वटा कुरा मैले बताएँ। वचन हामीले किन सुन्नुपर्छ? आज साँझ तपाईँले किन सुनेको म चाहन्छु। यसमा मेरो व्यक्तिगत स्वार्थ र फाइदा छैन, तर किन हामीले वचन सुन्नुपर्छ भन्दा पहिलो कुरा हो विश्वास चाहिँ सुनाइबाट आउँछ। प्रियहरू, जबसम्म हामी परमेश्वरको वचनलाई ठिकसँग सुन्दैनौँ, जबसम्म परमेश्वरको वचनतर्फ हाम्रो ध्यान केन्द्रित गर्दैनौँ, हाम्रा कानहरूलाई खुला राख्दैनौँ, हामी विश्वासमा परिपक्व हुन सक्दैनौँ। जबसम्म हामी हाम्रा हृदयका कानहरूले परमेश्वरको कुरातर्फ ध्यान लगाउँदैनौँ, हृदयका कानहरू परमेश्वरतर्फ खुला राख्दैनौँ, तबसम्म पवित्र आत्माले हामीलाई के भनिरहनु भएको हुन्छ, के भन्न चाहनुहुन्छ भन्ने कुरा हामी बुझ्न सक्दैनौँ। अनि तेस्रो कुरा मैले बताएँ कि हामी सुन्छौँ अनि सुन्छौँ, त्यति मात्र गर्छौँ भने हाम्रो जीवनमा त्यसले केही लाभ ल्याउँदैन। वचन सुन्ने मात्र हुनु चाहिँ आफैलाई धोका दिनु हो। वचन सुन्ने मात्र हुनु चाहिँ आफैले आफैमाथि अपराध गर्नु हो। धोकालाई हामी अपराध मान्छौँ, आफैले आफैमाथि अपराध गर्नु हो। त्यस कारणले वचन सुनेर पालन गर्नेहरू हुनुपर्छ। भजन सङ्ग्रह 119:9 के बताउँछ? जवान मानिसले आफ्नो चाल चलनलाई कसरी चोखो राख्न सक्छ, जवान मानिसले आफ्नो चाल चलनलाई कसरी शुद्ध राख्न सक्छ? परम प्रभु परमेश्वरको वचन अनुसार जीवन जिएर नै हो। हालेलुया। यस कारणले सुन्ने कुरा परम प्रभु परमेश्वरको इच्छा अनुसार, परम प्रभु परमेश्वरको चाहना अनुसार, परम प्रभु परमेश्वरले भन्नुभएस्तै चोखो र पवित्र जीवन जिउनको लागि वचन सुन्ने कुरा महत्त्वपूर्ण छ। सुन्ने कुरा महत्त्वपूर्ण छ। हामीले सुनेनौँ भने के गर्छौँ? पहिलो कुरा हामी आफै बरालिन्छौँ, दोस्रो कुरा हामी अरूलाई पनि डिस्टर्ब गरिरहेका हुन्छौँ। प्रियहरू, आज मैले तपाईँहरूको बिचमा ल्याएको परमेश्वरको वचन प्रतिज्ञाको भूमिमा जानु र परमेश्वरको उपस्थितिमा जिउनु, प्रतिज्ञाको भूमिमा जानु र परमेश्वरको उपस्थितिमा जिउनु भन्ने हामी मिश्र देश र त्यहाँनिर भएको दासत्वको विषयमा अलिकति बुझ्नुपर्ने हुन्छ। प्रस्थान पुस्तक 3 अध्यायको 7, 8 र 9 यसको मुख्य खण्ड रहेको छ। त्यसपछि 7, 8, 9 अनि 12 पद म पढ्न चाहन्छु। प्रस्थान पुस्तक 3 अध्यायको 7, 8, 9 अनि 12 पद। तब परमेश्वरले भन्नुभयो, मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु र कामदारहरूको अत्याचारमा तिनीहरूले पुकारा गरेको मैले सुनेको छु। तिनीहरूको दुःख मलाई थाहा छ, यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठुलो देश अर्थात् दूध र मह बग्ने देश, कनानी, हित्ती, एमोरी, परिजी, हिब्बी र एबुसीहरूका देशमा ल्याउनलाई म ओर्ली आएको छु। अब हेर, इजरायलीहरूको पुकारा म कहाँ आइपुगेको छ। मिश्रीहरूले तिनीहरूमाथि गरेको अत्याचार मैले
देखेको छु। आमेन। 12 पद। अनि परमेश्वरले भन्नुभयो, म तँसित हुनेछु र मैले तँलाई पठाएको हुँ भन्ने कुराको चिन्ह तँलाई यो हुनेछ, जब तैँले ती मानिसहरूलाई मिस्रबाट निकालेर ल्याउने छस्, तब तिनीहरूले यही पर्वतमा परमेश्वरको आराधना गर्नेछौ। हालेलुया, हालेलुया। यहाँनिर को इतिहास के हो भने विशेष गरेर इजरायलीहरू जसलाई परमप्रभु परमेश्वरले आफ्नो आराधनाको निम्ति चुन्नु भएको थियो, यसको इतिहास के हो भने हामी उत्पत्ति 1 अध्यायको उत्पत्ति 12 अध्यायको 1 देखि 3 सम्म हेर्छौँ भने अब्राहमलाई परमेश्वरले आफ्नो आराधना गर्नको लागि विशेष जातिको रूपमा चुन्नु भएको थियो। परमप्रभुले अब्राहमलाई भन्नुभयो, तेरो देश र तेरो कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु र तँ आशिषको मूल हुनेछस्। तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई श्राप दिनेहरूलाई म श्राप दिनेछु। तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्। अब्राहमलाई परमेश्वरले आशीर्वाद दिनुभयो। अब्राहमलाई परमेश्वरले बलाद दिनुभयो, त तेरा कुल कुटुम्ब र आफ्ना देश छोडेर मैले तँलाई प्रतिज्ञा गरेको ठाउँतर्फ जा, मैले तँलाई प्रतिज्ञा गरेको देशतर्फ जा। त्यो दूध र मह बग्ने देशतर्फ म तँलाई लानेछु र तँलाई म एउटा ठुलो जातिको रूपमा स्थापित गर्नेछु, खडा गर्नेछु। सारा संसारका मानिसहरूको निम्ति आशिषको मुहान अर्थात् मूल बनाउने छु। यो अब्राहमलाई परमेश्वरले गर्नुभएको प्रतिज्ञा हो। तर दुःखको कुरा, योसेफ जब बेचिएर मिश्रमा गए, त्यसपछि केही समयपछि उनका बुवा याकुब र सबै दाजुभाइहरू मिश्रमा गए। परमेश्वरले प्रतिज्ञा गर्नुभएको ठाउँ कनान थियो, परमेश्वरले प्रतिज्ञा गर्नुभएको ठाउँ इजरायल थियो। तर उनीहरू विशेष कारणले फेरि मिश्रतर्फ गएर स्थापित हुन थाले। झन्डै 430 वर्ष उनीहरूले त्यहाँ समय बिताए। 430 वर्षसम्म त्यहाँ रहँदा उनीहरूले आफ्नो परमेश्वरलाई भुलि पठाएका थिए। उनीहरूले परमेश्वरलाई आराधना गर्ने कुरा उनीहरूले भुलि पठाएका थिए। उनीहरूले परमेश्वरलाई पुकारा गर्ने कुरा भुलि पठाएका थिए। उनीहरूले आफूलाई प्रतिज्ञा गरेको देश भुलि पठाएका थिए। उनीहरूले परमेश्वरले आशिषको करार बोल्नु भएको कुरा भुलि पठाएका थिए। उनीहरूले परमप्रभु परमेश्वरले के को लागि हामी र हाम्रो पुस्तालाई छान्नु भएको, चुन्नु भएको भन्ने कुरा भुलि पठाएका थिए। 430 वर्ष उनीहरू दासत्वमा थिए। यहाँ जुन खण्ड मैले तपाईहरुको बीचमा पढे, प्रस्थान 3 को 7 देखि 9, तब परमप्रभुले भन्नुभयो, मिश्रमा भएका मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रमा भएको मेरो प्रजाको दुःख मैले देखेको छु। यो समयमा उनीहरू मिश्रमा थिए जहाँ उनीहरू नहुनु पर्ने थियो। यो समयमा उनीहरू मिश्रमा थिए जुन उनीहरूको प्रतिज्ञाको ठाउँ थिएन। यो समयमा उनीहरू मिश्रमा थिए जहाँ उनीहरू त्यो समयमा वास्तवमा नहुनु पर्ने ठाउँ थियो। त्यसै कारणले परमेश्वरले भन्नुभयो कि मैले मिश्रमा भएका मेरा मानिसहरूको दुःख देखेको छु। त्यसपछि यहाँनिर परमप्रभु परमेश्वरले भन्नुभयो कि मेरो प्रजाको दुःख मैले देखेको छु र कामदारहरूले तिनीहरूमाथि गरेको अत्याचार देखेको छु र मैले तिनीहरूको पुकारालाई सुनेको छु। तिनीहरूको पुकारालाई मैले सुनेको छु। मैले यहाँनिरबाट 3वटा कुरा ल्याउन चाहेको छु। पहिलो कुरा हो मिश्र। तपाईहरुको मिश्र चाहिँ के हो? तपाईहरुको मिश्र चाहिँ कुन हो? आज तपाई कुन ठाउँमा हुनुहुन्छ जहाँ तपाई नहुनु पर्ने थियो? आज तपाई कुन ठाउँमा रहेर संघर्ष गरिरहनु भएको छ? यहाँनिर मिश्रले प्रतिनिधित्व गरेको, यहाँनिर मिश्रले संकेत गरेको ठाउँ चाहिँ त्यो दासत्वको ठाउँ हो। प्रिय जवानहरू, यहाँनिर मिश्रबाट परमप्रभु इजरायलीहरूलाई निकाल्न चाहनुहुन्छ। त्यसै गरेर तपाईँ र मलाई पनि परमप्रभु परमेश्वरले त्यो दासत्वको ठाउँबाट निकाल्न चाहनुहुन्छ। यहाँनिर
मिश्रले जसरी दासत्वको प्रतिनिधित्व गर्छ, तपाईँ र मेरो मिश्रले चाहिँ तपाईँ र मेरो आत्मिक अवस्थाको प्रतिनिधित्व गर्छ, तपाईँ र मेरो आत्मिक जीवनको प्रतिनिधित्व गर्छ। अहिले आत्मिक रूपमा हामी कुन ठाउँमा छौँ? अहिले आत्मिक रूपमा हाम्रो जीवन कुन ठाउँमा रहेको छ? हामी कहाँनिर अडिएका छौँ? अनि मेरा मानिसहरूको समस्या मैले देखेको छु। परमप्रभु परमेश्वर भन्नुहुन्छ त्यो समस्या भनेको चाहिँ तपाईले गरिरहनु भएको, युद्ध गरिरहनु भएको तपाईको समस्या, तपाईको सङ्घर्ष हो, तपाईको युद्ध हो। परमप्रभुले भन्न खोज्नु भएको कुरा, म फारोको हातबाट तिमीहरूलाई निकालेर ल्याउने छु। तपाईको जीवनको फारो के हो? तपाईको मिश्र कहाँ हो? तपाईको समस्या वा सङ्घर्ष के हो र तपाईको जीवनको फारो के हो? तपाईको जीवनको फारो अर्थात् तपाईलाई त्यो बन्धनमा राखिराख्ने त्यो साझा, हामी सबैको साझा शत्रु त्यो फारो चाहिँ को हो? अर्थात् तपाईको जीवनको मालिक के कुराले तपाईको जीवनलाई अधीनता गरिरहेको छ? यो तीनवटा कुरा आज साँझ तपाईहरुले पत्ता लगाउनुस्, ताकि हामी त्यो ठाउँबाट, हामीलाई प्रतिज्ञा गरेको ठाउँतर्फ जानको लागि हामी स्वतन्त्र हुन सकौं। त्यो ठाउँबाट परमेश्वरले यहाँनिर भन्नुभयो यस्तै, तिमीहरूलाई चिन्ह चाहिँ यो हुनेछ कि इजरायलका मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउने र तिमीहरूले यही पर्वतमा आएर मेरो आराधना गर्नेछौ। परमप्रभुको चाहना, परमप्रभुको मिसन चाहिँ हामीलाई त्यो दासत्व, त्यो हाम्रो सङ्घर्ष अनि त्यो हाम्रो फारोबाट छुटाएर हामीलाई प्रतिज्ञा गरेको ठाउँमा ल्याउने, जहाँ हाम्रा परमेश्वरलाई हामी आराधना गर्न सक्छौँ, जहाँ हामी हाम्रो परमेश्वरको उपस्थितिमा रहन सक्छौँ, जहाँ हाम्रो परमेश्वरले हामीलाई प्रतिज्ञाको भूमिको रूपमा राख्नु भएको छ। हामी त्यहाँनिर हाम्रो जीवन परमेश्वरसँगै बिताउन सक्छौँ। तपाईको जीवनको मिश्र कुन हो? आफ्नो अवस्थालाई थाहा गर्नुहोस्। प्रिय जवानहरू, तपाईँ अहिले कहाँ हुनुहुन्छ? आत्मिक रूपमा तपाईको स्थिति कहाँ छ? बाहिर देखिने जीवनको कुरा यहाँनिर गरिएको होइन। जुहारी विन्डोको एउटा सिद्धान्त छ, मानिसको जीवनमा चारवटा कोठाहरू हुन्छ अरे। चारवटा कोठाहरू, मानिसको हृदयमा चारवटा कोठाहरू हुन्छ। एउटा कोठा परमेश्वरलाई थाहा भएको कोठा, अर्को कोठा तपाईलाई मात्र थाहा भएको कोठा, अर्को कोठा तपाईलाई थाहा नभएको तर अरूहरूलाई थाहा भएको कोठा, अनि अर्को एउटा कोठा सबैलाई थाहा भएको कोठा। सबैलाई थाहा भएको कोठा। परमप्रभुलाई आराधना गर्ने कोठा चाहिँ तपाईलाई मात्र थाहा भएको कोठाबाट हो। किनकि सबैलाई थाहा भएको कोठा, मेरो सबैलाई थाहा भएको एउटा जीवन हुन्छ। त्यो जीवनमा म सबैको लागि ठिकै हुन्छु, राम्रै हुन्छु, सबैले मलाई राम्रै भन्छन्, तर मलाई मात्र थाहा भएको जुन कोठा छ, परमप्रभु त्यो कोठाबाट आफ्नो आराधना चाहनुहुन्छ। प्रियहरू, तपाईको त्यो कोठा चाहिँ तपाईको मिश्र हुन सक्छ। तपाईको त्यो आत्मिक स्थिति चाहिँ तपाईको मिश्र हुन सक्छ, जहाँ तपाईँ लामो समयदेखि, विगत लामो समयदेखि एउटा दासत्वको बन्धनमा तपाईँ बाँधिएर बस्नु भएको छ। तपाईको बाहिर देखिने जीवन एउटा ईसाई जीवन हुन सक्छ, तर भित्रपट्टि एक प्रकारले तपाईले सङ्घर्ष गरिरहनु भएका थोकहरू, अरू थुप्रै कुराहरू हुन सक्छन्, जुन कुराले तपाईलाई प्रतिज्ञाको भूमिमा परमेश्वरको उपस्थितिमा जानबाट रोकिराखेको हुन सक्छ। तपाईले आत्मिक रूपमा कतिवटा युद्ध, कतिवटा फाइट गरिराख्नु भएको हुन्छ। आज बिहान पनि हामीले सुन्यौं तपाईको सङ्घर्ष के हो। त्यो चाहिँ अर्को एउटा दृष्टिकोणबाट थियो, भनेको हामी प्रार्थना, वचन, आराधना हैन, यी कुराहरूमा के कुरामा सङ्घर्ष गरिरहेका छौँ, के कुराको निम्ति हामीलाई गाह्रो भइरहेको छ। अर्को एउटा पाटो छ तपाईको सङ्घर्षको पाटो, कि तपाईलाई कुन कुराले परमप्रभु परमेश्वरको नजिकमा परमेश्वरतर्फ जानबाट रोकिराखेको छ। तपाईको मिश्र कुन हो? उत्पत्ति 3 अध्यायको 9 देखि 10 मा लेखिएको छ, तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनु भयो, त कहाँ छस्? परमप्रभु परमेश्वरले आदमलाई यहाँ भन्नुभएको छ, बोलाउनु भयो, अनि उहाँले भन्नुभयो, आदम त कहाँ छस्? आज यो प्रश्न परमेश्वरले तपाईँ र मलाई गर्नुभएको छ, मलाई गर्नुभएको छ, राजन त कहाँ छस्?
तपाईको नाम लिएर उहाँले भन्नुहुन्छ त कहाँ छस्। यो समयमा आदमले परमेश्वरको विरुद्धमा अनाज्ञाकारिताको पाप गरेको कारणले गर्दा आदम लुकी बसेका थिए। उनको भित्री जीवन चाहिँ परमेश्वरबाट लुक्नु, परमेश्वरबाट अलग हुनु, परमेश्वरबाट एक्लो हुनु, टाढा जानु अनि लुकेर बस्नु उनको वास्तविक जीवन थियो। उनको मिश्र, उनको दासत्व चाहिँ पापको कारणले गर्दा परमेश्वरबाट लुक्नु, परमेश्वरबाट भाग्नु उनको त्यो वास्तविक जीवन थियो, भित्री जीवन थियो, आदमको सङ्घर्षको जीवन थियो। परमेश्वरले भन्नुभयो आदम त कहाँ छस्, आदम त कहाँ छस्। आज यो साँझ परमेश्वरले तपाईँ र मलाई प्रश्न गर्नुहुन्छ त कहाँ छस्। हाम्रो आत्मिक जीवनको मिश्रमा हामी कहाँनिर छौँ प्रियहरू। मलाई थाहा छ जवानहरूको जीवनमा थुप्रै प्रकारका सङ्घर्षहरू भइरहेका हुन्छन्, जवानको जीवनमा थुप्रै प्रकारका उथलपुथलहरू भइरहेका हुन्छन्। हामीले त्यो उमेर कटाएर आयौँ, हामी त्यही उमेरबाट यो उमेरमा आइपुग्यौँ, किनकि उमेर स्किप गर्न सक्ने, उमेरलाई फर्किन सक्ने त्यस्तो कुनै संयन्त्र छैन, ताकि हामी जवान उमेर चाहिँ कटाएर एकैचोटि यो अब युवा अवस्था हुँदै माथि माथिको उमेर अर्थात् एकैचोटि वृद्ध अवस्थातर्फ जाने त्यस्तो मेकानिजम छैन। हाम्रो जीवनमा थुप्रै अवस्थाहरू यस्तो हुन्छ जसले हामीलाई कुनामा दासत्वमा हामीलाई राखेको हुन्छ, जसले परमेश्वरको आराधना गर्न र परमेश्वरको प्रतिज्ञाको भूमिमा परमेश्वरको उपस्थितिमा जानलाई हामीलाई दिँदैन। त्यो अवस्थालाई चिन्नुहोस्। दोस्रो कुरा हो तपाईको जीवनको फारो को हो। तपाईको जीवनको फारो को हो जसले तपाईलाई शासन गरिराखेको छ, जसले तपाईलाई अधीनतामा राख्न चाहन्छ, एउटा क्रूर शासकको रूपमा तपाईको जीवनलाई आफ्नो नियन्त्रणभित्र राख्न चाहन्छ। तपाईको जीवनको फारो को हो। तपाईको जीवनको फारो को हो। फारो जसले सबै इजरायलीहरूलाई मिश्रको दासत्वमा राखे र आफ्नै अधीनतामा उनले कमाराको रूपमा उनले राखे। तपाईको जीवनको फारो को हो। हामीले आज बिहान मात्र एउटा वचन सुन्यौं एफिसी 6 अध्यायबाट, दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हात हतियार धारण गर, किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानमा भएका दुष्ट्याइका आत्मिक सेनाहरूका विरुद्ध हो। हामी सबैको साझा फारो जसले तपाईँ र मलाई बन्धनमा राख्न चाहन्छ, दासत्वको जुवामुनि राख्न चाहन्छ, कमाराको रूपमा राख्न चाहन्छ। हामी सबैको साझा शत्रु दियाबलस शैतान हो प्रियहरू। लुसिफर हो, दियाबलस हो, कुनै व्यक्ति वा कुनै हाम्रा अफिसका हाकिमहरू होइनन्, तर दियाबलस हामी सबैको साझा फारो हो। उसकै एउटै एजेन्डा हो कि हामी परमप्रभुको उपस्थितिमा जान नसकौँ, हामी परमेश्वरबाट अलग हौँ, हामी परमेश्वरबाट अलग हौँ, हामीलाई परमेश्वरबाट अलग लानु, हामीलाई जहिले पनि दासत्वको जुवाभित्र राख्नु। यो दियाबलस वा लुसिफरको योजना हो। तपाईको जीवनको फारो पनि त्यही हो। प्रस्थान 5 को 1 र 2 मा लेखिया छ, त्यसपछि मूसा र हारून फारो कहाँ गएर भने, परमप्रभु इजरायलीहरूका परमेश्वर यसो भन्नुहुन्छ, उजाड स्थानमा मेरो निम्ति चाड मनाउनलाई मेरो प्रजालाई जान दे। मूसाले फारो कहाँ गएर भने कि परमप्रभु परमेश्वरको निम्ति आराधना गर्नलाई अर्थात् चाड मनाउनलाई मेरा मानिसहरूलाई जान दे, मेरा मानिसहरूलाई परमप्रभु परमेश्वरको आराधनाको निम्ति जान दे। तब फारोले भने, परमप्रभु को हो र म तिनको कुरा मानेर इजरायलीहरूलाई जान दिउँ। परमप्रभुलाई म चिन्दिन, इजरायलीहरूलाई म जान पनि दिन्न। फारोले के भन्यो? परमप्रभु को हो म चिन्दिन, म तिनीहरूलाई परमेश्वरको आराधना गर्न जान दिन्न। आराधना के हो मलाई थाहा छैन, परमेश्वर को हो म जान्दिन, म इजरायलीहरूलाई किन जान दिउँ? मैले नचिनेको परमेश्वरको कुरा मानेर
मैले नचिनेको परमेश्वरको कुरा सुनेर म किन जान दिउँ? म परमप्रभुलाई चिन्दिन र इजरायलीहरूलाई जान दिन्न। आज दियाबलसले हाम्रो कानमा घरिघरि आएर भन्ने कुरा यही हो, म परमप्रभुलाई मान्दिन। उसको सुरुदेखिकै घमण्ड यही हो प्रियहरू। उसको एउटै एजेन्डा, एउटै उद्देश्य, परमप्रभुलाई म चिन्दिन, म परमप्रभुको बराबरी छु। म मेरो हाइट, मेरो सिंहासन परमेश्वरको बराबरी बनाउन चाहन्छु। जुन घमण्डको कारणले ऊ पतन भएर नरकमा खसालियो। अब उसको एउटै उद्देश्य र मिसन छ, परमेश्वरको स्वरूपमा बनाइएका मानिसहरूलाई, परमेश्वरको प्रतिरूपमा बनाइएका मानिसहरूलाई पनि परमेश्वरको आराधना गर्न जान नदिने। म परमेश्वरलाई चिन्दिन र परमेश्वरका मानिसहरूलाई पनि म जान दिन्न। अनि हाम्रो कानमा घरिघरि आएर यही भन्छ, हामी ध्यान दिएर सुन्न खोज्छौँ, म आराधना गर्न जान दिन्न। तपाईँलाई भाँजो हाल्छ, म आराधना गर्न दिन्न, म परमेश्वरको उपस्थितिमा जान दिन्न। चाहे त्यो जवान होस्, चाहे त्यो बालक होस्, चाहे त्यो वृद्ध होस्, शैतानले घरिघरि हाम्रो कानमा आएर भन्छ, म परमेश्वरलाई चिन्दिन र म परमप्रभुका मानिसहरूलाई म परमप्रभुको आराधना गर्न जान दिन्न। परमेश्वरको एजेन्डा हो, परमेश्वरको एजेन्डा, म मेरो मानिसहरूलाई मिश्रबाट छुटाएर ल्याउने छु र उनीहरूलाई प्रतिज्ञा गरेको ठाउँमा लानेछु र उनीहरू आएर मेरो आराधना गर्नेछन्। यो परमेश्वरको उद्देश्य हो। परमेश्वर हामीलाई हाम्रो दासत्वबाट, हाम्रा बन्धनहरूबाट, हाम्रो आत्मिक रूपमा चलिरहेका युद्धहरूबाट विजयी दिएर त्यहाँबाट माथि उठाएर परमप्रभु प्रतिज्ञाको भूमिमा अर्थात् उहाँको उपस्थितिमा हामीलाई लान चाहनुहुन्छ। तर हामीहरूको साझा शत्रु दियाबलस, जसले एउटै कुरा हाम्रो कानमा भन्छ, म मानिसहरूलाई जान दिन्न, म उनीहरूलाई आराधना गर्न परमेश्वरको निम्ति जान दिन्न, म परमेश्वरलाई मान्दिन। आज तपाईँ र मेरो सहमति के कुरामा छ? आज तपाईँ र मेरो सहमति कुन कुरातर्फ छ? आज तपाईँ र मेरो मत भनौँ न, तपाईँ र मेरो भोट कुन कुरातर्फ छ? एकातर्फ एउटा ढ्वाङ छ, त्यहाँ लेखिएको छ, म परमप्रभुको आराधना गर्दिन, म परमेश्वरको वचन सुन्दिन, म परमेश्वरको कुराहरू मान्दिन, म परमेश्वरलाई कुनै पनि चिन्दिन भन्ने ढ्वाङ एकातर्फ छ, जुन दियाबलसले थापेको छ। अर्कोतर्फ यस्तो ढ्वाङ छ, मैले मेरा मानिसहरूको दुःख मिश्रमा उनीहरूले दासत्वमा उनीहरूले भोगेको दुःखलाई मैले देखेको छु। म आफै ओर्ली आएको छु ताकि उनीहरूलाई त्यहाँबाट छुटाएर ल्याउन सकौँ र उनीहरूले मेरो आराधना गर्न सकुन्। त्यो ढ्वाङ छ प्रियहरू। अर्कोतर्फ हामी जवानहरूको मत चाहिँ कतातिर छ? हामी जवानहरूको मन चाहिँ कतातिर छ? हामी जवानहरूको इच्छा चाहिँ कतातिर छ? यदि हाम्रो मन, यदि हाम्रो मत परमेश्वरको ढ्वाङतिर छ भने चालेका हुन्छौँ, म मिश्र छोड्न तयार छु, म मेरो पुरानो अवस्था छोड्न तयार छु, म मेरो आत्मिकी बन्धन दासत्वको कुरालाई छोड्न तयार छु। हालेलुया, हालेलुया। म मेरो दासत्वको कुरालाई छोड्न तयार छु। मैले वर्षौंदेखि गरिरहेको भित्रपट्टि नदेखिने जीवनमा गरिरहेको सङ्घर्ष, मिश्रमा भएका इजरायलीहरूको दुःख, मैले त्यसलाई सङ्घर्ष भनेको छु, उनीहरूको आत्मिक लडन्त भनेको छु हैन, आत्मिक युद्ध भनेर यहाँनिर मैले लेखेको छु। त्यो आत्मिक लडन्त परमप्रभु त्यहाँबाट तपाईँ र मलाई विजय दिन चाहनुहुन्छ। त्यहाँनिर तपाईँ र मेरो मत, तपाईँ र मेरो भोटको खाँचो छ। तेस्रो कुरा मैले बताएँ, तपाईँको समस्या र तपाईँको सङ्घर्ष के हो? तपाईँको सङ्घर्ष वा समस्या के हो? जुन सङ्घर्षले तपाईलाई परमेश्वरको नजिक जानबाट रोक्छ, जुन सङ्घर्ष तपाईँको जीवनको लुकिएको जीवनको पाप पनि हुन सक्छ, तपाईँको लुकेको जीवनको पाप पनि हुन सक्छ। एउटा यो गुरु र शिष्यको एउटा राम्रो कथा छ, मलाई एकदम मनपर्छ। मैले धेरैचोटि भनेको छु, सायद तपाईँहरूले पनि कहिलेकाहीँ सुन्नुभएको होला। एकजना गुरुले आफ्ना शिष्यहरूलाई, चेलाहरूलाई, आफूले टिच गरेका हैन विद्यार्थीहरूलाई बोलाएर एक दिन एउटा काम अराए। नजिकै एउटा इनार थियो अनि एउटा बाल्टी दिएर
शिष्यहरूलाई गुरुले भने, यहाँनिर तिमीहरूको आफ्नो आफ्नो घैला छ, आफ्नो आफ्नो गाग्रो छ, अर्थात् आफ्नो आफ्नो घ्याम्पो छ। अब तिमीहरू यहाँबाट जानु छ, यो बाल्टीमा पालै पालो तिमीहरूले त्यो इनारबाट पानी उगाएर ल्याएर भर्नुपर्छ। जसले छिटो भर्यो र धेरै पानी भर्यो त्यो चाहिँ मेरो वास्तविक चेला हुनेछ, गुरुले आफ्ना शिष्यहरूलाई भने। त्यसपछि हत्तपत्त गयो, एउटा पहिलो व्यक्ति गयो, त्यसपछि आफ्नो त्यो होइन त्यो बाल्टी एउटै थियो सबैको निम्ति, त्यो बाल्टी डुबायो र पानी निकाल्यो। बाल्टी त बिचतिर पाल परेको रहेछ। अनि माथिसम्म तान्ने बेलासम्म आधी पानी पोखिसक्दो रहेछ। दगुर्दै आउँदो रहेछ, खन्याउँदो रहेछ, फेरि गयो डुबायो, अनि तान्यो, दगुर्दै आयो। आधा पानी इनारको माथि मुखमा त्यो बाल्टी आउने बेलासम्म आधी पानी त्यहीँ झरिसक्थ्यो। त्यसो गर्यो, दोस्रोले पनि त्यसै गर्यो, तेस्रोले पनि त्यसै गर्यो। अन्तिम शिष्य वा चेलाको पालो आयो। उसले दगुर्दै पहिला त्यहाँ एउटा सल्लाहको बिरुवा बोट खोजेछ, त्यहाँबाट खोटो लिएर आयो, त्यो पाल टाल्यो। अनि त्यसपछि ऊ दगुडेर गएर इनारबाट एक दुईचोटि पानी ल्याउँदाखेरि उसको घैला भरिहाल्यो। त्यसपछि गुरुले भने, यो जो अन्तिम चेला चाहिँ छ, वास्तविक चेला चाहिँ त्यो हो जसले आफ्नो जीवनमा भएको कमजोरीलाई देख्न सक्यो। आमेन। हाम्रो जीवनमा पनि यस्ता सानातिना छिद्रहरू हुन सक्छन्, सानातिना पालहरू हुन सक्छन्, जसले तपाईँको जीवनलाई पूर्णतामा जिउनको लागि, सिद्धतामा जिउनको लागि, परमेश्वर केन्द्रित भएर जीवन जिउनको लागि रोकिराखेको हुन सक्छ। तपाईँ कोसिस गर्नुहुन्छ, तर कोसिस गर्दा गर्दै आधा सिद्धिहाल्छ। तपाईँ कोसिस गर्नुहुन्छ, कोसिस गर्दा गर्दै आधा पानी खसिहाल्छ, सिद्धिहाल्छ। तपाईको घरिघरिको कोसिस विफल भएको हुन सक्छ। प्रियहरू, तपाईको जीवनको समस्या के हो जसले तपाईलाई रोकिराखेको छ? तपाईको जीवनको सङ्घर्ष के हो जसले तपाईलाई परमेश्वरको उपस्थितिमा जानबाट रोकिराखेको छ? त्यो कुरालाई चिन्नुहोस्, पहिला त्यसको समाधान निकाल्नुहोस्। पहिला त्यो पहल, त्यो छिद्रता जुन कुराले तपाईको जीवनलाई खाली खाली बनाउनलाई प्रयत्न गरिरहेको छ, त्यो कुरालाई टाल्नुहोस्। जति नै ठुलो जहाज भए पनि, जति नै प्रविधियुक्त जहाज भए पनि, त्यसमा सानो मात्र पनि पाल छ भने त्यही पालको कारणले जहाज डुब्छ। प्रियहरू, त्यही सानो पालको कारणले जहाज डुब्छ। तपाईको जीवनको सानातिना छिद्रता वा पालहरूलाई चिन्नुहोस् र त्यसलाई मर्मत गर्नुहोस्, जुन प्रभु येशूमा मात्र सम्भव छ। हालेलुया। जसलाई हामी पश्चाताप भन्छौँ। तपाईको जीवनमा भएका कमजोरीहरू प्रभुको निम्ति भन्नलाई मेरो विचारमा लुकाइराख्नुपर्ने केही छैन। तीनवटा सिद्धान्त हामी प्राय पढ्छौँ, पढाउँछौँ। त्यो के भने, परमेश्वरको अगाडि न हामीले प्रमाणित गर्नुपर्ने कुनै कुरा छ, परमेश्वरको अगाडि न हामीले लुकाउन सक्ने कुनै कुरा छ, परमेश्वरको अगाडि न प्रकट गरिराख्नुपर्ने कुनै कुरा छ। न हामीले उहाँको अगाडि केही कुरा प्रमाणित गरिराख्नुपर्छ, न केही कुरा लुकाउन सक्छौँ, लुकाउनु पर्छ, न केही कुरा हामीले प्रकट गरिराख्नुपर्छ। प्रभु यस्तो छ न देखाइराख्नुपर्छ, न देखाउनुपर्छ, न लुकाउन सक्छौँ, न प्रमाणित गर्न नै पर्छ। परमेश्वर सर्वज्ञानी परमेश्वर हुनुहुन्छ, जो हाम्रा परमेश्वर परम प्रभु हुनुहुन्छ। हालेलुया, हालेलुया। त्यस कारणले गर्दा तपाईँको जीवनको सङ्घर्ष के हो, तपाईँको जीवनको समस्या के हो, त्यो कुरा तपाईँले पत्ता लगाउनुहोस्। एक दुईवटा जवानहरूले अहिले भोगिरहेको कुराहरू, जो जवानहरूलाई अत्यन्तै प्रभाव पारेका छन्, जहाँनिर सानातिना पालहरू हुन सक्छन्, ती कुराहरू गर्न चाहन्छु। पहिलो कुरा हो मित्रता। मित्रता एउटा व्यक्तिलाई मित्रताले असल पनि बनाउन सक्छ, खराब पनि बनाउन सक्छ भन्ने कुरा वचन हितोपदेश 13:20 बताउँछ। बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्छ। प्रियहरू, प्रिय जवानहरू, हितोपदेश 13:20 बताउँदछ, बुद्धिमानीसँग अर्थात् बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नुपर्छ। जवानहरूलाई प्रभाव पार्ने धेरै जसो कुराहरूमध्ये एउटा कुरा मित्रता हो, सङ्गत हो। सङ्गत, नेपालीमा एउटा उखान पनि छ, सङ्गत गुनाको फल भन्छ। सङ्गत गुनाको फल। कहिलेकाहीँ हामी साथीहरू छोड्न सक्दैनौँ, छोड्नु पर्दैन पनि।
बाइबलले साथीहरू छोडेर एक्लै बस, अलग्गै बस भन्दैन, तर तपाईँले कस्तो साथी चुन्नुहुन्छ, अर्थात् अर्को व्यक्तिको लागि तपाईँ कस्तो साथी बन्दै हुनुहुन्छ भन्ने कुराले एक अर्का कस्तो बन्छ भन्ने कुरा निर्धारण गर्छ भन्ने कुरा वचनको सार हो। तपाईँले बुद्धिमानहरूको सङ्गत गर्नुभयो भने तपाईँ पनि बुद्धिमान बन्दै जानुहुन्छ, मूर्खहरूको सङ्गत गर्नुभयो भने तपाईँ पनि मूर्ख बन्दै जानुहुन्छ। प्रभु येशूले भन्नुभएको छ यूहन्ना 15:13, 14 र 15 मा, आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनु भन्दा ठुलो प्रेम अरू कसैको हुँदैन। म तिमीहरूलाई जे आज्ञा गर्दछु ती तिमीहरूले गर्यौ भने तिमीहरू मेरा मित्र हौ। हालेलुया। हामी सबैको असल मित्र हुनको लागि येशूले भन्नुभएको छ तिमीहरूले मैले भनेका वचनहरू पालन गर्यौ भने म तिमीहरूको मित्र हुनेछु, अर्थात् तिमीहरू मेरा मित्र हौ। तपाईँ बुद्धिमान हुन चाहनुहुन्छ, तपाईँ असल हुन चाहनुहुन्छ, तपाईँ बुद्धिमत्तामा आफ्नो जीवन बसाल्न चाहनुहुन्छ भने प्रभु येशूले भन्नुभएको छ म तिम्रो असल मित्र हुन तयार छु, तिमी मेरा मित्र हौ। त्यसभन्दा अगाडि उहाँले के भन्नुभयो? आफ्नो मित्रको लागि आफ्नो प्राण अर्पण गर्नुभन्दा ठुलो प्रेमहरू केही हुन सक्दैन, त्यो मैले गरेँ भन्नुभएको छ। हालेलुया। प्रभु येशूले तपाईँ र मलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफैलाई अर्पण गर्नुभयो, क्रुसमा बलिदान दिनुभयो आफैलाई आफ्नो मित्रताको कर्तव्यलाई पुरा गर्नको लागि। अब तिमीहरू जे मेरा आज्ञा छन् ती पालन गर्यो भने तिमीहरू मेरा मित्र हौ। अबदेखि म तिमीहरूलाई नोकर भन्दिनँ, किनकि त्यसका मालिकले के गर्छ नोकरलाई थाहा हुँदैन, तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरो पिताबाट सुने मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु। अबदेखि म तिमीहरूलाई मित्र भन्दिनँ। के तपाईँ आफ्नो जीवनको बेस्ट फ्रेन्ड भन्छ नि, असल मित्र येशूलाई बनाउनलाई तयार हुनुहुन्छ? प्रिय जवानहरू? पहिलो तपाईँको बेस्ट फ्रेन्ड येशू ख्रिस्ट, त्यसपछि अरू साथीहरू, ताकि तपाईँ पनि ख्रिस्ट जस्तै हुनतर्फ केन्द्रित हुन सकौँ। दोस्रो कुरा हो लत। यसलाई हामी बानी व्यवहार पनि भन्छौँ होला। लतको अगाडि कु थप्यो भने मात्र कुलत हुन्छ, नत्र भने लत चाहिँ राम्रो पनि हो क्या। फेरि मित्रता नराम्रो होइन। मूर्खहरूको सङ्गत गर्यो भने मात्र त्यो सङ्गत खराब भनेको छ, बुद्धिमानको सङ्गत गर्यो भने त्यो बुद्धिमान हुन्छ भनेको छ। त्यो भएर सङ्गत नराम्रो होइन, तर जवानहरूलाई प्रभाव पार्ने कुराहरूमध्ये एउटा कुरा सङ्गत हो। हामीले बुद्धिमानीको सङ्गत गर्नुपर्छ, बुद्धिमानको सङ्गत गर्नुपर्छ। त्यसमा पहिलो हाम्रो बेस्ट फ्रेन्ड चाहिँ येशू ख्रिस्ट हुनुहुन्छ भन्ने कुरा हामीले हेऱ्यौँ। दोस्रो कुरा चाहिँ लत हो। जब लत हाम्रा अनावश्यक र बेफाइदाजनक कुराहरूतर्फ हामीले लत लगायौँ भने मात्र त्यो कुलत हुन्छ प्रियहरू। तर हामीले असल कुरातर्फ हाम्रो मन लगायौँ भने त्यो कुलत होइन, त्यो असल बानी हुन्छ, त्यो हाम्रो चरित्र हुन्छ, त्यो हाम्रो स्वभाव हुन्छ। तर धेरैपल्ट असल कुरातर्फ हाम्रो मन लाग्दैन। आज बिहान पनि हामीले वचन सुन्यौँ नि, हामी घन्टौँ टोयलेट बस्छौँ, मोबाइल चलाइराखेका हुन्छौँ, रिल हेरिराखेका हुन्छौँ, घन्टौँ 2 घन्टा 3 घन्टा गएको हामीलाई पत्तो हुँदैन। 2 घन्टा 3 घन्टा गएको हामीलाई पत्तो हुँदैन। तर जब प्रार्थना, तर जब सङ्गति, तर जब मण्डलीको आराधना सेवा, तर जब अब क्यारोलको कुरा हुँदै जान्छ, हामीहरूको मन अब तयार भइराखेको हुँदैन। तपाईँ र मेरो लत कुन कुरातर्फ लागेको छ? तपाईँ र मेरो बानी हामीले के कुरातर्फ विकास गरिरहेका छौँ? भजन सङ्ग्रह 27 4 र 5 मा दाउदले आफ्नो लतको विषयमा यसरी बताउँछन्, एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो कि जीवनभरि नै म परमप्रभुको भवनमा रहन पाऊँ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊँ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकौँ, किनकि सङ्कटको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ। आफ्नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ अनि एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ। हालेलुया। दाउदले आफ्नो लतको विषयमा भन्छन्, म एउटै कुरा मेरो जीवनभरको लागि माग्छु कि म परमप्रभुको भवनमा रहन पाऊँ, उहाँको सुन्दरतालाई हेरिरहन पाऊँ। तपाईँको दृष्टिकोण, तपाईँको हेराइ, तपाईँको चाहना, तपाईँको मन कतातर्फ छ प्रियहरू? तपाईँको टेस्ट कतातर्फ छ? तपाईँको दृष्टिकोण, तपाईँको
त्यो हृदयको एउटा भित्रपट्टिको चाहना के कुरातर्फ छ भन्ने कुराले तपाईले के कुरा आफ्नो लत बनाइरहनु भएको छ भन्ने कुरा डिपेन्ड गर्छ। लत चाहिँ एक दिनको भोगाइले, एक दिनको चखाइले, एक दिनको बसाइले बस्ने विषय होइन। त्यसको लागि लामो सङ्घर्ष हुँदै जानुपर्छ। मलाई जहाँसम्म लाग्छ अब यो कुलत हुन्छ नि, धुम्रपान, मद्यपान, मदिरापान, के पान, त्यो पहिलो दिन खाँदा मिठो हुन्छ जस्तो लाग्दैन मलाई। तर साथी सङ्गत अनि त्यो लिँदै जाँदाखेरि त्यो लत बस्दै जान्छ, त्यसले यस्तो बनाइदिन्छ कि त्यो नभई नहुने। तपाईको नभई नहुने कुरा परमेश्वर बनाउनुहोस्। आमेन। तपाईको लत चाहिँ परमेश्वरको मुहारतर्फ केन्द्रित बनाउनुहोस्, परमेश्वरको उपस्थितितर्फ केन्द्रित बनाउनुहोस्, उहाँको सुन्दरतालाई हेर्ने कुरातर्फ। सुरुमा त्यो मन नपर्न सक्छ, बाइबल पढ्न लाग्यो निन्द्रा लाग्छ। धेरैजनाले भनेको सुनेको छु, किन मलाई त बाइबल पढ्न थाल्यो कि निन्द्रा लाग्छ, किताब पढ्न थाल्यो कि निन्द्रा लाग्छ। बल्ल बल्ल पढ्न थाल्यो भने दुईटा कानमा राखेर अर्कै कुरा सुनेर बस्नुपर्ने हुन्छ। तपाईलाई निन्द्राबाट जगाउने अर्कै कुरा चाहिन्छ। तर परमेश्वरको वचन, परमेश्वरको उपस्थिति, परमेश्वरको कुरालाई तपाईले आफ्नो लत बनाउनुहोस्। एक दिन गाह्रो हुन्छ, 2 दिन गाह्रो हुन्छ, 3 दिन गाह्रो हुन्छ, तर घरिघरि जब तपाईले गर्नुहुन्छ त्यही नै तपाईको लत बस्छ। अनि हामी दाउदले यस्तै भन्न सक्छौँ कि एउटै कुरा म पनि मेरो परमेश्वरसँग माग्दछु, मैले खोजेको यही हो कि जीवनभर म परमप्रभुको भवनमा रहनेछु। मेरो बाँकी जीवन परमप्रभु घरमा, मेरो बाँकी समय परमेश्वरको सुन्दरतालाई हेरेर म जीवन बिताउने छु, जसले मलाई चट्टानहरूमाथि उच्च स्थानमा राख्नुहुनेछ। तेस्रो कुरा, जवानहरूलाई प्रभाव पार्ने तेस्रो कुरा सामाजिक सञ्जालहरू पनि हो। सामाजिक सञ्जाल, अब यो त अहिले जवानहरूलाई मात्र होइन, अब यो जवान क्याम्प भएको भएर जवान शब्द प्रयोग गरे, बालबालिकालाई पनि अति नै हो होइन, वृद्धहरूलाई पनि अति नै हो सामाजिक सञ्जाल। मैले यहाँ 1-2वटा लाइन लेखेको छु कि हामी केही कुरा सोध्न पर्यो भने केमा खोज्छौँ भन्नुहोस् त? मोबाइल फोन चलाउनेहरूले केमा? ओहो, तपाईँहरूलाई हाजिर जवाफ सोधे सबैले मिलाउने च्याट जिपिटी। परमेश्वर तपाईँहरू मेरो च्याट जिपिटी हुन चाहनुहुन्छ। आमेन। हरेक प्रश्नको उत्तर उहाँले दिन चाहनुहुन्छ। हरेक प्रश्नको उत्तर उहाँ प्रार्थनाद्वारा उहाँमा जोडिएको, उहाँलाई सोधेको उहाँ चाहनुहुन्छ। एकछिन ध्यान दिनुहोस्, परमेश्वर तपाईको च्याट जिपिटी बन्न चाहनुहुन्छ जुन प्रार्थनामा सम्भव छ। प्रियहरू, हाम्रो हरेक प्रार्थनाको उत्तर प्रभु येशूमा छ। हाम्रो हरेक प्रश्नको जवाब हाम्रो परमेश्वरमा छ। तर धेरैपल्ट हामी उहाँलाई सोध्दैनौँ। परमेश्वर तपाईहरु मेरो मोबाइल फोन हुन चाहनुहुन्छ। मोबाइल फोन हुन चाहनुहुन्छ। यसको अर्थ संगति हो। संगति, उहाँ तपाईहरु मसँग संगत गर्न चाहनुहुन्छ। हामीले कहीँ जानु पर्यो भने कहीँ नछुटाउने कुरा। अहिले अब हामी बाइक गाडीहरू चलाउने धेरैपल्ट बिलबुक छुट्ला, मोबाइल छुट्दैन। तल्लो कोठाबाट माथिल्लो कोठामा जानु पर्यो, मोबाइल छुट्यो भने हामी कोही न कोहीलाई खबर पठाइहाल्छौँ, मोबाइल छुट्यो। हामी स्कुल कलेजबाट आयौँ, मेरो मोबाइल कहाँ छ, हैन मोबाइल कहाँ राखेँ, मोबाइल हामी छुटाउन चाहदैनौँ। परमेश्वर त्यो स्थान लिन चाहनुहुन्छ। तपाईँ र मसँग संगति गर्न चाहनुहुन्छ निरन्तर। हालेलुया। यो मोबाइल फोनलाई जस्तै परमेश्वरले तपाईँ र मैले परमेश्वरलाई खोजेको उहाँ देख्न, सुन्न, हेर्न चाहनुहुन्छ। प्रियहरू, च्याट जिपिटी जस्तै प्रार्थना गरेको उहाँ चाहनुहुन्छ। मोबाइल फोन जस्तै तपाईँ मसँग संगति गर्न चाहनुहुन्छ। इन्टरनेट जस्तै हाम्रो आराधनाको सम्बन्ध बनेको उहाँ चाहनुहुन्छ। मोबाइल फोन छ तर इन्टरनेट छैन भने के हुन्छ? कस्तो इन्टरनेटै चलेन। 2-4 दिन सामाजिक सञ्जाल बन्द भएपछि देशमा के भयो हामीले बुझिहाल्यौँ, हैन? के स्थिति आयो बुझिहाल्यौँ। कतिजनाले त्यो VPN केबाट पनि चलाउनु भयो क्यारे, हैन? इन्टरनेट परमेश्वरसँग जोडिरहने, परमेश्वरसँग कनेक्ट भइरहने कुरा चाहिँ आराधना हो। प्रियहरू, त्यो इन्टरनेट जस्तै परमप्रभु परमेश्वर तपाईँ र मसँग जोडिराख्न चाहनुहुन्छ। त्यो चाहिँ आराधना हो, जो आज बिहान हामीले सुनेकै कुराहरूमा म कनेक्ट गर्दैछु।
त्यसपछि परमेश्वर तपाईँ र मेरो जीवनको पावर ब्याङ्क हुन चाहनुहुन्छ। पावर ब्याङ्क जसले घरिघरि तपाईँ र मलाई रिचार्ज गर्छ, त्यो चाहिँ पवित्र आत्माको शक्ति हो, परमेश्वरको वचन हो प्रियहरू। हालेलुया। हाम्रो पावर ब्याङ्क हुन चाहनुहुन्छ र हामीले घरिघरि आफैलाई कनेक्ट गर्नुपर्छ उहाँसँग। घरिघरि परमेश्वरको वचनद्वारा कनेक्ट हुनुपर्छ, घरिघरि पवित्र आत्माद्वारा कनेक्ट हुनुपर्छ। परमेश्वर तपाईँ र मेरो पावर ब्याङ्क हुन चाहनुहुन्छ। आज हामीले बिहान यो चारवटा कुरा सुन्यौँ, प्रार्थना, संगति, आराधना, पवित्र आत्मा जो चाहिँ परमेश्वरको वचन हो भन्ने कुरा हामीले एफिसीको पुस्तकबाट कन्क्लुजन सुन्यौँ। तपाईँ प्रार्थनामा परमेश्वरसँग जबसम्म जोडिनुहुन्छ उहाँ प्रार्थनामा हामीसँगै हुनुहुन्छ। हालेलुया, हालेलुया। सुन्दै हुनुहुन्छ? परमेश्वर तपाईँको मोबाइल फोन हुन चाहनुहुन्छ है, संगति उहाँसँग गर्न चाहनुहुन्छ। एकछिन मोबाइल फोनहरू तपाईँले राख्नुहोस्। यसको अर्थ के हो भने जुन स्थान अहिले तपाईँले यी कुराहरूलाई दिइरहनु भएको छ, यी सबै कुराले कतै परमेश्वरको स्थान त प्रतिस्थापन गर्न खोजेको छैन, यी सबै कुराले परमेश्वरको स्थानलाई त लिएको छैन भन्ने चाहिँ महत्त्वपूर्ण प्रश्न हो। परमेश्वर तपाईँ र मेरो जीवनको पहिलो स्थान उहाँलाई दिएको चाहनुहुन्छ। तपाईँ र मेरो जीवनको पहिलो स्थान उहाँलाई दिएको चाहनुहुन्छ। प्रकाश 2:4 र 5 लेखेको छ, तर तिम्रो विरुद्धमा मसित यो कुरा छ कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ। यसकारण कहाँबाट तिमी खसेका छौ सो सम्झ र पश्चाताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्र त म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रो समाधान त्यसको ठाउँबाट हटाउनेछु। परमेश्वरको हृदय चाहिँ यो हो। परमेश्वरले भन्नुभएको छ कि तिम्रो विरुद्धमा मसँग एउटा कुरा छ, तिमीले आफ्नो पहिलो प्रेमलाई त्यागेका छौ, तिमीले आफ्नो पहिलो प्रेमलाई इन्कार गरेका छौ, तिमीले पहिलो प्रेमलाई आफ्नो जीवनबाट हटाएर आफ्नो पहिलो प्रेमको साटोमा अरू कुराले प्रतिस्थापन गर्न खोजेका छौ। परमेश्वरलाई दिनुपर्ने समय, परमेश्वरलाई दिनुपर्ने पहिलो स्थान अहिले अर्कै कुराले लिइराखेको छ। परमेश्वरलाई राख्नुपर्ने हृदयको सिंहासनमा आज हाम्रो अर्कै कुराहरूले, हाम्रो अरू नै चाहनाहरूले भरिएको छ। तिमीले आफ्नो पहिलो प्रेमलाई त्यागेका छौ, गुमाएका छौ, बिर्सेका छौ, अर्थात् इन्कार गरेका छौ, इन्कार गरेका छौ। अरू थुप्रै कुराहरू हुन सक्छ। मैले 3वटा कुरा बताएँ, एउटा मित्रता, एउटा लत, अर्को सामाजिक सञ्जाल। यसका फाइदाहरू छन्, तर धेरैपल्ट यी कुराहरूले नै हामीलाई परमेश्वरको स्थान प्रतिस्थापन गर्न खोज्छ, परमेश्वरको स्थान लिन खोज्छ। हामी होशियार हुनुपर्छ। त्यसो भए म फेरि मूल प्रसङ्ग विषयतर्फ फर्केँ। परमप्रभु परमेश्वरको प्रतिज्ञाको भूमि कुन हो? तपाईँ र मेरो लागि परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमि कुन हो? त्यो परमेश्वरको उपस्थिति कहाँ हो? तपाईँको मिश्र चिन्नुभयो भनेको तपाईँको आत्मिक अवस्था, तपाईँको आत्मिक स्थान तपाईँ कहाँनिर हुनुहुन्छ? तपाईँको मिश्रलाई तपाईँले चिन्नुभयो, जहाँ तपाईँ दासत्वमा हुनुहुन्छ। भित्रपट्टिको तपाईँको सङ्घर्षलाई तपाईँले चिन्नुभयो, तपाईँको समस्यालाई चिन्नुभयो, जुन कुरासँग तपाईँको आत्मिक लडन्त युद्ध भइरहेको छ। अनि तपाईँले आफ्नो फारो चिन्नुभयो, जसले तपाईँमाथि क्रूर शासकको रूपमा व्यवहार गरिराखेको छ र उसले भनेको छ, म तिनीहरूको परमेश्वर चिन्दिनँ, म तिनीहरूको परमेश्वर जान्दिनँ, म परमेश्वरका मानिसहरूलाई आराधना गर्न जान दिन्न भन्ने प्रकारको जुन कुरा गरेको छ। तपाईँको मिश्र के हो? अर्थात् तपाईँको आत्मिक अवस्था अहिले कुन ठाउँमा छ? यदि तपाईँ दासत्वभित्र हुनुहुन्छ भने त्यहाँबाट निक्लनुपर्छ। तपाईँको सङ्घर्ष वा तपाईँको युद्ध के हो? यदि तपाईँ आत्मिक लडन्त र युद्धमा तपाईँ हुनुहुन्छ भने त्यो युद्धमाथि तपाईँले परमप्रभु परमेश्वरको सहायताले विजयी हुनुपर्छ। र तपाईँको फारो को हो? जो दियाबलस हो। त्यसको विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हात हतियार धारण गरेर त्यो युद्धमा हामी खडा हुनुपर्छ, त्यो युद्धमा खडा हुनुपर्छ। तर दियाबलसलाई हामीले मौका दियौँ, हाम्रो जीवनमा भएका छिद्रताहरूलाई छोड्यौँ नि प्रियहरू, दियाबलसले मौका पाउँछ। हिजो एकजना नानीले यहीँ भिडबाट तल एउटा साह्रै राम्रो प्रश्न गरिराख्नु भएको थियो, मलाई साह्रै मन पर्यो। हिजो यहाँ केही घटनाहरू घटिराखेका थिए, प्रार्थना भइरहेको थिए। नानीले भन्नुभयो,
अङ्कल, परमप्रभु परमेश्वरले नै चाहनु भएन भने हाम्रो जीवनबाट दुष्ट आत्मा निस्किँदैन होइन र? पास्टर जति नै शक्तिशाली भए नि, जति नै प्रार्थना गरे नि, त्यो दुष्ट आत्मा हाम्रो जीवनबाट त निस्किँदैन नि होइन र? म एकछिन अलमल्ल परेँ। अनि अब गुड क्वेसन भने मैले त्यसपछि भने परमप्रभु परमेश्वरले हाम्रो जीवनबाट दुष्ट आत्मा ननिस्कोस्, पापपूर्ण कुरा ननिस्कोस् भने कहिले पनि चाहना त्यस्तो उहाँले ननिस्कोस् भन्ने चाहना गर्नुहुन्न। उहाँको इच्छा र उहाँको योजना हामीप्रति जहिले पनि असल छ। हालेलुया। हामीप्रति जहिले पनि असल छ। एउटै कारणले त्यो निस्किँदैन, त्यो चाहिँ त्यो दुष्ट आत्माले पक्रेको त्यो दासत्वभित्र बसेको व्यक्तिको चाहना चाहिँ के छ भन्ने कुराले हो। पास्टर चाहिँ सहजकर्ता हो, पास्टरले बाटो देखाइदिन्छन्, प्रभुको वचनबाट उत्प्रेरणा दिन्छन्, प्रभुको वचनबाट यो सम्भव छ, यो निस्केर जान भन्छन्, तर त्यो व्यक्तिकै जीवनबाट त्यो कुरा प्रमाणित हुनुपर्छ कि उसले आफ्नो जीवनबाट त्यो कुरा निकाल्न चाहन्छ कि चाहँदैन। मैले एउटा उदाहरण दिएँ। घरमा कुनै फोहोर कुरा छ, त्यहाँ फोहोर छ अनि झिङ्गाहरू भन्किरहेको छ, मानव झिङ्गा चाहिँ दुष्ट आत्मा, दियाबलस, दुष्ट कुरा। अनि त्यो झिङ्गालाई कति बेर धपायो भने बाहिर जान्छ? मैले सोधेँ। एकछिन जान्छ अनि फेरि आउँछ, धपायो भने जान्छ फेरि आउँछ। त्यसलाई पूर्ण रूपमा हटाउन के गर्नुपर्छ? अनि त्यो नानीले नै भने त्यो फोहोरलाई सफा गर्नुपर्छ। एक्ज्याक्ट त्यही कुरा हो। हाम्रो जीवनबाट जब फोहोर कुरालाई निकाल्छौँ, पापपूर्ण कुरालाई निकाल्छौँ, पश्चाताप गरेर परमप्रभुमा फर्कनको लागि तयार हुन्छौँ, दियाबलसको केही सित लाग्दैन। परमप्रभुले विजय ल्याउनुहुन्छ। हालेलुया। परमप्रभुले हाम्रो जीवनमा त्यो विजय ल्याउनुहुन्छ। त्यस कारणले अब म 3वटा कुरा बताउन चाहन्छु र हामी विशेष आराधनाको सेवामा जानेछौँ। पहिलो कुरा हो, प्रिय जवान मित्रहरू, जवान साथीहरू, पश्चाताप गर्नुहोस्। आफ्नो जीवनका कमजोरीहरूलाई थाहा गर्नुहोस्। हामी कोही पनि सिद्ध छैनौँ, हामी कोही पनि पूर्ण छैनौँ, तर जे कुराले गर्दा परमप्रभुलाई ढोका बन्द गरेको छ, तर दियाबलसको लागि ढोका खोलिदिएको छ, शैतानको लागि ढोका खोलिदिएको छ। पापपूर्ण स्वभाव, पापपूर्ण चेतना, पापपूर्ण कुराहरू, पापपूर्ण विचारहरू, जुन कुरा हाम्रो भित्री कोठामा, मलाई मात्र थाहा भएको कोठामा मैले लुकाएर राखेको छु, त्यो कुराबाट पश्चाताप गर्नुहोस्, फर्कनुहोस्। दोस्रो कुरा, परमप्रभु परमेश्वरमा विनम्र हुनुहोस्। परमप्रभु परमेश्वरमा विनम्र हुनुहोस्। अनि तेस्रो वा अन्तिम कुरा, परमप्रभु परमेश्वरलाई सुन्नुहोस्। आमेन। परमप्रभु परमेश्वरको उपस्थितिमा उहाँलाई सुन्नुहोस्। यो पहिलो राजा 19:11 - 14 एउटा महत्त्वपूर्ण घटना छ, जुन अहिले आराधनामा जाँदै गर्दा तपाईँको लागि पनि मनयोग्य हुन सक्छ। परमप्रभुले भन्नुभयो, पर्वतमा गएर परमप्रभुको उपस्थितिमा खडा हो। हामी परमप्रभुको उपस्थितिमा सदा सदाको लागि जानको लागि तयार भइरहेका छौँ। मिश्रको दासत्वबाट निस्कन कोसिस गरिरहेका छौँ प्रिय जवानहरू। मिश्रको दासत्व, किनकि परमप्रभुले के भन्नुभयो, मैले मेरा मानिसहरूको दुःख र उनीहरूको दासत्व देखेको छु, म स्वर्गबाट ओर्ली आएको छु। परमेश्वर ओर्ली आउनुको अर्थ उहाँ हस्तक्षेप गर्न चाहनुहुन्छ, उहाँ आफै काम गर्न चाहनुहुन्छ, उहाँलाई काम गर्न दिनुहोस्। परमप्रभुले भन्नुभयो, पर्वतमा गएर परमेश्वरको उपस्थितिमा खडा हो, किनकि परमप्रभु त्यहाँबाट जान लाग्नु भएको छ। भनेको परमप्रभु तिमीहरूको बीचमा आउन लाग्नु भएको छ। तब परमप्रभुको अघि एउटा ठुलो र प्रचण्ड बतास पहाडहरू फुटाउँदै र चट्टानहरू चिर्दै आयो, तर बतासमा परमप्रभु हुनुहुन्न थियो। बतासमा परमप्रभु हुनुहुन्न थियो। बतासपछि भैँचालो आयो र भैँचालोमा पनि परमप्रभु हुनुहुन्न थियो। भैँचालो पछि एउटा आगो आयो, तर आगोमा पनि परमप्रभु हुनुहुन्न थियो। अनि आगो पछि एउटा मधुर काने खुसी आयो, जो परमप्रभु परमेश्वरको आवाज थियो। हालेलुया। परमप्रभु परमेश्वरको आवाज थियो। त्यसपछि परमप्रभु परमेश्वरले एलियालाई भन्नुभयो, उनले जब त्यो कुरा देखे, सुने, काने खुसी सुने, जब एलियाले त्यो सुने, तब उनले आफ्नो खास्टोले मुख छोपे र बाहिर गएर ओडारको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्यो, एलिया, त यहाँ के गर्दैछस्? तिनले जवाफ दिए, सर्वशक्तिमान परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोसिलो भएको छु। आमेन, आमेन। परमप्रभुलाई सुन्नुहोस्।
हामी सबैजना एकछिन आफ्नो खुट्टामा खडा हौं। हामी कोही पनि बाहिर जाने छैनौं। तपाईले यो समयसम्म सुन्नुभयो, मैले सुरुमै बताएँ विश्वास सुनाइबाट आउँछ। तपाईले ठिकसँग सुन्नुभएको छ भने, तपाईले ठिकसँग सुन्नुभएको छ भने यसले तपाईले राख्नुभएको विश्वास, परमप्रभुमाथि राख्नुभएको विश्वासलाई यसले सहायता मिल्नेछ। विश्वास सुनाइबाट आउँछ। सुनाइ परमप्रभु परमेश्वरको, प्रभु येशूको प्रचारबाट आउँछ। मैले दोस्रो कुरा बताएँ, जसको कान छ त्यसले सुनोस्। पवित्र आत्मा परमेश्वरले मण्डलीलाई के भन्नुहुन्छ। त्यसपछि मैले तेस्रो कुरा बताएँ, वचन सुन्ने मात्र भएर आफैलाई धोका नदेऊ, तर वचन पालन गर्ने हो। आज परमप्रभु परमेश्वरको उपस्थितिमा जानको लागि हामी कतिजना तयार छौं? हामी आफ्नो खुट्टामा खडा हुनेछौं। हाम्रो बीचमा हिँड्नको लागि ठाउँ राख्नेछौँ। हामी विशेष प्रार्थना र आराधनाको समय बिताउनेछौँ। हाम्रो पास्टर लिडर्सहरूले आएर हाम्रो बीचमा केही समयपछि प्रार्थनाहरू गर्नुहुनेछ। हामी जतिजना परमप्रभु परमेश्वरलाई सुन्नको लागि तयार छौं, परमप्रभु यहाँ भएको ठुलो माहौलमा होइन प्रियहरू। एलियासँग परमप्रभु आउनु हुँदाखेरि बतासमा परमप्रभु हुनुहुन्न थियो प्रियहरू। त्यो भुइँचालोमा परमप्रभु हुनुहुन्न थियो, त्यो आगोमा परमप्रभु हुनुहुन्न थियो, तर उहाँ काने खुसीद्वारा बोल्नुभयो। व्यक्तिगत रूपमा सुन्ने गरेर उहाँ बोल्नुभयो। व्यक्तिगत रूपमा मानिसले अनुभव गर्ने गरेर परमेश्वर बोल्नुभयो। सुस्केर हालेर बोल्नुभयो। व्यक्तिगत रूपमा बोल्न चाहनुहुन्छ। यहाँ गाइएका गीतहरू र ठुलो सङ्गीत होइन, परमप्रभु त्यो सङ्गीत र ठुलो गीतमा होइन, तर तपाईँसँग काने खुसीमा बोल्न चाहनुहुन्छ। हामी तपाईँको सहकर्मीको रूपमा यहाँनिर छौँ। आफ्ना हातहरू चाल्दै हामी आराधनाको पहिलो कदम पश्चातापमा जानेछौँ, पश्चाताप गर्नेछौँ। आफ्नो जीवनलाई हामी निहाल्नेछौँ। आफ्नो मिश्रलाई तपाईँले चिन्नु भएको छ भने, आफ्नो दासत्वलाई चिन्नु भएको छ भने, आफ्नो समस्यालाई देख्नु भएको छ भने, तपाईँले भित्रपट्टि गरिरहनु भएको सङ्घर्ष समस्या जुन कुराले परमेश्वरको उपस्थितिमा जान तपाईँलाई रोकेको छ भने त्यो कुरालाई चिन्नुहोस्। त्यो छिद्रताहरूलाई बन्द गर्नलाई पश्चाताप गर्नुहोस्। त्यो कमजोरीहरूमाथि पश्चाताप गर्नुहोस्। आफ्ना हातहरू चालेर, आँखाहरू बन्द गरेर हामी यो समय परमेश्वरको उपस्थितिमा जानको लागि एकछिन हामी प्रार्थना गर्नेछौँ। हाम्रा मनहरू परमेश्वरतिर हामी लगाउनेछौँ। हालेलुया, हालेलुया। प्रियहरू, हाम्रा आँखाहरू हामी बन्द गरौँ, हाम्रा हातहरू चालौँ र हामी इमानदार हौँ। हामी पश्चाताप साथ प्रभुको उपस्थितिमा जाउँ, पश्चाताप गरौँ। तपाईँको जीवनलाई प्रभुले देख्नुहुन्छ। यदि तपाईँको जीवनको फारो, हामी सबैको जीवनको फारो दियावलसले तपाईँको काममा यो भनिरहेको छ भने म परमप्रभुका मानिसहरूलाई जान दिन्न, म परमेश्वरलाई चिन्दिनँ, म परमेश्वरलाई जान्दिनँ, म यो कुरा मान्दिनँ भनिरहेको छ भने त्यसलाई तपाईँको जीवनबाट इन्कार गर्नुहोस्। त्यसलाई इन्कार गर्नुहुँदा पनि पश्चाताप गर्नुहोस्। पापपूर्ण अपराध दियावलसको निम्ति ढोका हो, पश्चाताप चाहिँ परमप्रभुको निम्ति ढोका हो, दियावलसको निम्ति तलवार हो। हालेलुया, 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 हालेलुया। ओ येशू, हालेलुया। हाम्रो जीवनलाई प्रभुको अगाडि राखौँ। जाँचौँ, जाँचौँ। परमेश्वर हाम्रो जीवनमा, हाम्रो बीचमा आउन चाहनुहुन्छ।
हुनुहुन्छ तर तपाईँको मन तपाईँको मतदाताले छ तपाईँको भोट के कुरातर्फ छ परमेश्वरको सभा परमेश्वरको उपस्थिति परमेश्वरको प्रतिज्ञाको भूमितर्फ जान तपाईँ तयार हुनुहुन्छ कि ती दासको बन्धन दासको जुवा भित्र रहेर जीवन जिउन चाहनुहुन्छ परमेश्वर स्वतन्त्र गराउन चाहनुहुन्छ
प्रियमान मित्रहरू, परमप्रभु परमेश्वरसँगको जम्का भेटले मात्र, परमेश्वरको उपस्थितिले मात्र हाम्रो जीवन बदल्न सक्छ। साउल जो मानिसहरूलाई सताउने पुर्जी लिएर हिँडेका थिए, साउल जो मानिसहरूलाई झ्यालखानामा राख्नको लागि पुर्जी बोकेर हिँडेका थिए, साउल जसले परमप्रभु परमेश्वरलाई पछ्याउने मानिसहरूलाई हत्या गर्ने पुर्जी बोकेर दमस्कसतर्फ जाँदै थिए। परमप्रभु परमेश्वरले आफ्नो दर्शन, आफ्नो उपस्थिति, आफ्नो इन्काउन्टर, आफ्नो जम्का भेट साउललाई गराउनु भयो। साउलले भने, प्रभु तपाईँ को हुनुहुन्छ? प्रभुले भन्नुभयो, जसलाई तिमी सताउँदैछौ म उही हुँ। साउलको जीवन त्यहाँनिर परिवर्तन गर्ने प्रभु येशू हुनुहुन्थ्यो। उनको त्यो पुर्जी जसले मानिसलाई सताउन दिन गएका थिए, परमेश्वरले आफ्नो पुर्जी हालिदिनु भयो जसले मानिसहरूलाई बचाउनतर्फ हिँडे। मानिसहरूलाई झ्यालखानामा बन्धनमा राख्नलाई पुर्जी बोकेर हिँडेका थिए, परमेश्वरले आफ्नो पुर्जी हालिदिनु भयो मानिसहरूलाई छुटकारा र बन्धनहरूबाट छुटकारा दिने सुसन्देश बोकेर हिँड्ने। आज तपाईको जीवन परमप्रभु परमेश्वरसँगको जम्का भेटबाट परिवर्तन हुन सम्भव छ, बदलिन सम्भव छ। त्यो नयाँ ऊर्जा, नयाँ जोश, नयाँ जागृति पाउन सम्भव छ। तपाईहरु केही कदम अगाडि आउनुहोस्, अलिक अगाडि आउनुहोस्, बिचमा हिँड्ने ठाउँ छोड्नुहोस्। म हाम्रो पास लिडर्सहरूलाई अगाडि बोलाउन चाहन्छु, हाम्रा प्रार्थनाको टिमलाई अगाडि बोलाउन चाहन्छु। यो समयमा हामी प्रार्थना गर्नेछौँ। तर प्रिय जवानहरू, म भन्न चाहन्छु, परमप्रभु तपाईसँग काने खुसी गर्दै बोल्नुहुन्छ। यो दिनमा पनि परमप्रभु परमेश्वर तपाईको कानमा काने खुसी गर्दै बोल्नुहुन्छ। जब तपाईले पश्चाताप गर्नुहुन्छ, जब तपाई विनम्र भएर परमेश्वरको उपस्थितिमा जानुहुन्छ, जब तपाई सुन्नको लागि तयार हुनुहुन्छ, परमप्रभु परमेश्वर तपाईसँग बोल्नुहुन्छ। तपाईहरु अलिक अगाडि आउनुहोस्, अगाडि ठाउँ खालीहरू छन्, अलिकति अगाडि आउनुहोस्, तर बीचमा ठाउँहरू छोडिदिनुहोस्। र पास्ट लिडर्सहरूलाई म बोलाउन चाहन्छु, हाम्रो प्रार्थनाको टिमलाई अगाडि बोलाउन चाहन्छु। जति पनि छ उहाँले हाम्रो पहिलो प्रेम हुनुहुनेछ, उहाँले हाम्रो परमप्रभु परमेश्वर हुनुहुनेछ। हालेलुया। हामी निरन्तर यो कोरसलाई, यो भजनलाई गाउँछौँ। म आउँछु, मेरो हृदय परिवर्तन गर्नुहोस्। तपाईको त्यो अनुग्रहले मेरो परमप्रभु उपस्थिति आफ्नो एउटै प्राप्त सम्भव छ। तपाईको हृदयको चाहना, तपाईको हृदयको तयारी, तपाईको हृदयको निम्तो परमप्रभु आफ्नो जीवनमा दिनुहोस्। परमप्रभु परमेश्वरलाई आफ्नो जीवनको पहिलो स्थान दिनुहोस्। परमप्रभुले आफ्नो अभिषेकले, आफ्नो आत्माले तपाईँ मेरो जीवनलाई भर्न चाहनुहुन्छ। हालेलुया, हालेलुया।
Why